हामी प्रसिद्ध शक्तिपीठ पाथिभरा माताको दर्शन गर्न जाँदाखेरि पहिला सुकेटार विमानस्थल जुन समुद्र सतहबाट 2420 मिटरको उचाइमा रहेको छ। त्यसपछि हामी अगाडि 3 किलोमिटर अगाडि गइसकेपछि हामी देउराली भन्ने ठाउँ पुग्छौँ। त्यो समुद्र सतहबाट 2617 मिटर उचाइमा रहेको छ। त्यसपछि 8 किलोमिटर माथि काफ्लेपाटी रहेको छ। काफ्लेपाटी समुद्र सतहबाट 2800 मिटर उचाइमा रहेको छ। त्यसपछि हामी बालुडाँडा पुग्नेछौँ। बालुडाँडा समुद्र सतहबाट 2936 मिटरको उचाइमा रहेको छ। त्यसपछि हामी पुग्नेछौँ गुराँसे। गुराँसे समुद्र सतहबाट 3057 मिटर उचाइमा रहेको छ। त्यसपछि हामी फेदी पुग्नेछौँ। फेदी समुद्र सतहबाट 3202 मिटरको उचाइमा रहेको छ। त्यसपछि हामी दोबाटो भन्ने ठाउँ पुग्छौँ। दोबाटो समुद्र सतहबाट 3370 मिटरको उचाइमा रहेको छ। त्यसपछि हामी ठुलो घन्टी पुग्छौँ। ठुलो घन्टी समुद्र सतहबाट 3700 मिटर उचाइमा रहेको छ। त्यसपछि हामी प्रसिद्ध शक्तिपीठ पाथिभरा माताको दर्शन गर्ने ठाउँ, पाथिभरा माताको प्रतिबिम्ब भएको ठाउँ अथवा मूर्ति भएको ठाउँ समुद्र सतहबाट 3794 मिटरको उचाइमा रहेको छ। एकदम राम्रो सुन्दर मनोरम दृश्यमा रहेको छ।